ऋग्वेदको 9औं मण्डल 92औं सूक्तको 6औं मन्त्र र अथर्ववेदको 7औं काण्डका 12 र 13 सूक्तहरूमा सभा र समितिको ठूलो महत्त्व उल्लेख गरेको पाइन्छ। यी संस्थाहरूलाई केवल प्रशासनिक संरचना मात्र होइन, समाजको चेतना र निर्णय प्रक्रियाको केन्द्रको रूपमा प्रस्तुत गरिएको छ। सभालाई र समितिलाई प्रजापतिकी छोरी भनेर प्रतीकात्मक रूपमा व्याख्या गर्नुको अर्थ हाम्रो परम्पराले संवाद, छलफल र सामूहिक निर्णयलाई केवल सामाजिक अभ्यास होइन, एक पवित्र र नैतिक मूल्यको रूपमा स्थापित गरेको देखिन्छ। हामी सनातनी हौं। यसले देखाउँछ कि वैदिक कालदेखि नै हाम्रो सभ्यतामा सहभागिता र सहमतिमा आधारित शासनको बिउ रहेको छ। लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली मात्र होइन, यो निरन्तर संवादको अभ्यास हो। त्यसैले यो स्थानमा हामीले प्रधानमन्त्रीज्यूलाई बोलाउन खोज्नु, उहाँको सहभागिता खोज्नु, उहाँको केवल अनुहार हेर्नको लागि होइन, उहाँबाट जवाफदेहिता खोजेका हौं। र अर्को मुख्य कुरा के छ भन्दाखेरि, पहिलो अधिवेशनमा प्रधानमन्त्रीज्यूले यो अधिवेशन नबोलिकन उहाँ जानुभयो, हामीले त्यसलाई स्वीकारौं। दोस्रो अधिवेशन सुरु भयो, नीति तथा कार्यक्रम उहाँको कार्यक्रम हो, उहाँले अपनत्व नलिकन कार्यक्रमको बीचमा उठेर जानुभयो, उहाँका केही बाध्यता थिए होला। हामी सदनमा सुकुम्बासी र संवैधानिक परिषदका कुरा उठाउँछौँ, प्रधानमन्त्रीज्यू आफ्नो सामाजिक सञ्जालको पोस्टमा देश र जनतालाई जवाफ दिनुहुन्छ। आज नीति तथा कार्यक्रममा सहभागी होइदिनुस् प्रधानमन्त्रीज्यू, यहाँ त वी हैव द बेस्ट अफ द माइन्ड्स इन दिस पार्लियामेन्ट फ्रम दिस एन्टायर कन्ट्री भनेका हौँ। सायद उहाँका पनि कर्ण प्रिय लाग्ने केही कुराहरू, केही आइडियाहरू, सुझावहरू आउँथे होलान्, तर प्रधानमन्त्रीज्यूले त्यो पनि सहभागिता खोज्नु भएन। यसले एउटा प्याटर्न देखाइराखेको छ। सायद प्रधानमन्त्रीज्यू यो सदनप्रति अनिच्छुक हुनुहुन्छ, यो पार्लियामेन्ट्री अभ्यासप्रति उत्तरदायी बन्न खोजिराख्नु भएको छैन, त्यो सहभागिता दिइराख्नु भएको छैन। त्यसैले हामी फेरि पनि भन्छौँ, हामीले प्रधानमन्त्रीलाई यहाँ खोज्नु भनेको उहाँले जनताप्रति एउटा दिशा दिनुहुन्छ, उहाँको आवाज दिशा बन्छ भनेर हो। र अर्को मुख्य कुरा, मलाई बोल्न दे सरकार र जवाफ दे सरकार भनेर आज उहाँलाई जनताले यो देशको सबैभन्दा प्रोग्रेसिभ हुन सक्ने सरकारको शक्तिशाली प्रधानमन्त्री बनाएको छ। त्यसको कदर होस् भन्ने र यहाँले आज जसरी पनि जवाफ दिने क्रममा प्रधानमन्त्रीज्यूको सहभागितालाई सुनिश्चितता गरिदिनु हुन अनुरोध गर्दै आफ्नो कुरा अन्त्य गर्छु। धन्यवाद। माननीय सदस्य आरएन राई, समय 3 मिनट।